ओम नमः शिवाय। मानव जीवन हो हरेक परिस्थितिसँग लड्दै लड्दै आएको हुन्छ। हरेक जीवनमा संघर्ष चुनौतीहरू भोग्दै भोग्दै आएको हुन्छ। तर कहिले कहिले हाम्रो जीवनमा कस्तो चुनौती पर्छ भने नि हामी अथवा एउटा उदाहरण गर्छु। हजुरको जीवनमा वैंशमा एउटा व्यक्तिले मन पराउँथ्यो अनि त्यो व्यक्ति गरिब थियो। हजुरको बिहा धनीसँग भयो अनि त्यहाँदेखि हजुरको 4 वर्षपछि त्यो घरमा गृहकलह भयो। विवाह भएको घरमा गृहकलह भयो। गृहकलह भएपछि झगडा हुन्छ अनि हामी साथीभाइसँग आफ्नो मन मिल्नेसँग बसेर कुरा गर्छौं, मेरो घरमा किन यस्तो गृहकलह हुन्छ, यस्तो हुन्छ हौ भन्छ। अब एउटा साथीले भन्छ हैन यसो धामी झाँक्रीलाई हेरौं, जोखाना हेरौं, ग्रह हेर्नेलाई हेरौं भन्यो। अब त्यो ग्रह हेर्ने त्यो धामी झाँक्री माताले के भनिदिन्छ भने लु तिमीलाई बिगारेको रहेछ भन्दियो। अब बिगारेको रहेछ भन्दियो। परम्परागत भाषामा परम्परागत विश्वास आत्मविश्वास चलेको छ, त्यसमा उसले बिगारेको रहेछ भन्दियो। भनिदिइसकेपछि आफूलाई पनि शंका पर्छ, ओहो बिगारो भने त पक्कै मलाई हिजो त्यसले मन पराउँथ्यो कि त्यसले बिगारो, मलाई अरूले बिगार्न सक्दैन, मेरो घर भाँड्दिन त्यो खोज्यो भनेर यो पापी मन नहो। शंका चाहिँ त्यो माथि पुगयो, त्यो मन पराउने माथि। अब गृहकलह हुन्छ गृहकलह हुँदै जान्छ। तर तपाईको परिस्थिति बुझेर, त्यो गृहकलह बुझेर तपाईलाई मन पराउने, तपाईसँग भएको धन, तपाईको रूप, तपाईको सिप कला सबै मन पराएर तपाईलाई पिंजडाको पंक्षी बनाउने अर्को व्यक्ति जन्मिरहेको हुन्छ। अनि उसले तपाईको गृहकलालाई बुझेर, सबै थोक बुझेर के गर्छ, अब मैले उसलाई यो शब्द बोले भने उसको घर परिवारबाट व्याथित भएको छ, यो शब्द बोल्यो भने उसलाई छुन्छ भनेर तपाईको परिस्थितिलाई बुझेर उसले 1-2 शब्द चट्ट बोल्छ। अनि बोलेपछि के हुन्छ, तपाईको घरमा व्याथित भएको मन उसले बोलेको त्यो शीतलता दिने शब्द मनमा छुन्छ। तपाईको छुएपछि उसको अनुहार पनि राम्रो छैन, उसको शिक्षा पनि धेरै छैन, उसको तपाईसँग औकात पनि मिल्दैन, र पनि तपाई त्यो व्यक्तिसँग मिलन हुन खोज्नुहुन्छ। उसको मनमुटुसँग मिल्छ, उसका कुरा सुनुम लाग्छ, उसका शब्द सुनुम लाग्छ, उसका शब्द सुनुम लाग्छ। उसलाई एकछिन देखेन भने देखुम लाग्छ। मेरो घरकोले बुझ्नुपर्ने कुरा मलाई बाहिरको मान्छेले बुझिदियो भनेर तपाईको मन त्यता उड्न थाल्छ, भट्किन थाल्छ। ल भन्नुस् त, तपाईको आँखाले देखेको शत्रुले तपाईलाई बिगारेको हो रहेछ त? तपाईलाई बिगार्ने को रहेछ? थर्ड पर्सन रहेछ कि रहन्छ? कसले टार्गेट गरेको रहेछ? हो, यो कुरो बुझ्न जरुरी छ। त्यसकारणले हामी ग्रह हेर्ने, जोखाना हेर्ने जो कोइले, धामी झाँक्री माता ग्रह हेर्ने ज्योतिष जो कोइले जे पनि समस्याको समाधान हुने गरीका शब्दहरू प्रहार गरौं र कुनै पनि बलि अथवा पूजाआजा अथवा कुनै पनि शाकाहारी मंसाहारीका आधारमा छिछि दूर नगरौं। त्यो छिछि गर्नु भनेको के भने, देवी देवताले पुर्खादेखि बलि खाएका छन् अनि तिनै सती शिवका सबै अवतार हुन्। अनि त्यो छिछि गरेको त त्यही सतीलाई त्यही शिवलाई होइन र? कसलाई छिछि गरेको? त्यसकारणले यस्ता कुराहरू पनि हामीले बुझेर सुधारेर हामी हिँड्यौं भने सबैसँग मानव मैत्री सद्भाव जोडिन्छ। देवी देवतासँग पनि आत्मा मैत्री हुन्छ, सद्भाव जोडिन्छ। देवी देवतासँग सद्भाव नजोडिकन बोलेका शब्दहरूले जनकल्याण हुँदैन। यो मेरो ब्रह्मले यही ठान्दछ र मैले यही प्रस्तुत गरेँ। र शत्रु तपाईको आँखाको सोझीको मात्रै हुँदैन, तपाईलाई शत्रु कहाँ जन्मिरहेको हुन्छ अलिकति चेतना भया।